तपाईको हातमा भएको यो सानो स्मार्टफोन सायद तपाईले यसलाई सामान्य ठान्नु भएको होला, तर यही सानो स्मार्टफोनले तपाईको संसार बनाउन पनि सक्छ र यही स्मार्टफोनले तपाईको भविष्य खरानी पार्न पनि सक्छ। निर्णय तपाईको हो। तपाई यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरा नै तपाईको जीवनको दिशा तय गर्छ। यो तपाईको सबैभन्दा शक्तिशाली हतियार बन्न सक्छ कि तपाईलाई बाँधेर राख्ने अदृश्य सिक्री। दिनको घण्टौं समय अरूको बनावटी जिन्दगी हेर्दै बिताउनुहुन्छ भने त्यो मनोरञ्जन होइन, त्यो तपाईको समयको हत्या हो। याद राख्नुहोस्, जब तपाई निरन्तर स्क्रोल गर्दै हुनुहुन्छ, तपाईको ध्यान टुक्रिदैछ, तपाईको ऊर्जा घट्दैछ र तपाईका सपनाहरू बिस्तारै तपाईको हातबाट फुत्किरहेका छन्। तर यदि तपाई चाहनुहुन्छ भने यही फोन तपाईको सबैभन्दा ठूलो अवसर बन्न सक्छ। यसलाई आफ्नो विश्वविद्यालय बनाउनुहोस्, नयाँ सिप सिक्नुहोस्, नयाँ विचारहरू बुझ्नुहोस्, संसार चिन्नुहोस् र आफूलाई हरेक दिन अलिकति भए पनि सुधार गर्नुहोस्। फोनलाई आफ्नो मालिक होइन, आफ्नो गुलाम बनाउनुहोस्। यसले तपाईलाई नियन्त्रण गर्ने होइन, तपाईले यसलाई नियन्त्रण गर्नुपर्छ। उठ्नुहोस्, समय बग्दैछ र तपाईको भविष्य तपाईको प्रतीक्षामा छ, किनकि अन्ततः समय तपाईको हो।